संरक्षण गरे बाबु यो अगाडिको दुईटा रुखहरू काटेर संरक्षणहरू बनाइरहेको छु त्यो भएर यो अलि हाइलाइट गरिदियो तिमीहरू विद्यार्थी होला यो भीमसिंह थापाको कान्छा भाइ रणवीर सिंह थापाले राख्नु भएको गुठी हो यो अहिले हालै बनाएको मैले म 3 महिना बन्नु नयाँ बजार बस्छु म यी बुढाहरू चाहिँ पहिला यहाँ कृषि फर्म हुने बेलामा जागिरीहरू हुन् यहाँको स्थानीय बासिन्दाहरू हुन् यी मेरा बाजे हुन् 23 सालदेखि भने यो गुठी चलाउनु भएको 49 सालमा स्वर्गीय हुनुभयो त्यहाँपछि 52 देखि मेरो बुवाले चलाउनु भयो वीरेन्द्र विक्रम थापा उहाँ 79 सालमा स्वर्गीय हुनुभयो उहाँको जेठा छोरा म शशि विक्रम थापा परम्परा अनुसार अहिले हालको गुठियार नियुक्तिवाला हुँ म यसको संरक्षण गर्ने 4 वर्ष भयो मैले एडप्ट गरेर राखेको हजुर यो चाहिँ भीमसिंह थापाको कान्छा भाइ चाहिँ उहाँ हो रणवीर सिंह थापा भने समस्तक यो गुठी राख्ने नै उहाँ हो अब यो त्यतिकै अलपत्र परेको थियो अहिले यो रुखहरू दुईटा काटेर मैले यो पार्केटहरू यो बारहरू जानुहुँदैछ बस्नको लागि कुनै सभा समारोह कुनै उत्सव भयो भने मैले बसेर यसको संरक्षण पनि होस् यो मासेर नजाओस् भनेर मैले गरेर म यहीँ आएर बसेर भ्याली देखिन्छ झ्यालबाट हेरेँ म गुठियार भयो भने मेरो अधिकार पनि हुन्छ बस्नलाई पछि त म सर्छु नि यसको 7 रोपनी जग्गा छ अब यसलाई चाहिँ अलिक पछि पार्क बनाउने डिजाइन छ मेरो यसको 7 रोपनी जग्गा छ यिनीहरूमा पार्क भन्छ अहिले यहाँ टोयलेट छैन भरेभोलि महिला र पुरुषको टोयलेट बनाउँछु यहाँ मान्छेहरूले अकुपाई गरेर बसिरहेछन् पत्रहरू आइरहेछ यसलाई हेर्न लायकको ठाउँ बनाउने विचारले चाहिँ म अहिले आएको 3 महिना हाल अस्थायी रुममा बस्छु अहिले उतापट्टि अस्थायी मेरो अफिस जस्तो हजुर अहिले साधारण काम चलाऊ त्यही होटेलमा खाएर साथी लाग्दैन किचन एउटा बनाएको छु होइन नि बाबा युज गर्नु हुँदैन नि त राम्रो छेक मात्रै हुनु कि यसलाई विभिन्न योजना एउटा कुनै डिजाइन होला कुनै बेला जो मासेर खान पाइँदैन मासेर खान पाइँदैन दही खाऊ अलिअलि अहिले मेरो बसाइ बुढी जागिरी नै छ सिंहदरबार बस्नलाई काठमाडौँ नयाँ बजार बस्छु एक्लै अहिले मलाई साथी हो जो अब अहिले बजेट कामको मारामार छ शुक्रबार आउनुहुन्छ अनि शुक्रबार एक दिन बस्यो शनिबार अनि बिहानै पुऱ्याइदिन्छु म तल काउलीसम्म यसरी 3 महिना भयो म आएर बसेर म यो गर्दैछु पहिला त होटेलमै खाइरहेको अनि अहिले होटेलमा कति खानु भनेर आफैले चाहिँ अब म गुठियार भएपछि मेरो अधिकार पनि हो मेरो पुर्खाले राखेको ठाउँ हो यो धेरै जस्तो यसको जग्गा सुरुमा राख्ने बेला 24,000 रोपनी जग्गा रहेछ यो घर जति सबै यही गुठीको जग्गा हो यो बाहिर जति बिल्डिङहरू छ जति यो तारागाउँ रिसोर्ट छन् यो अहिले तिमीहरू माथि जान्छौ यो बस्ती सबै नै यसको चाहिँ अलिक संरक्षण भएन यो चाहिँ ऐतिहासिक ठाउँ भयो हुनाले यो जोगियोस् भन्नको लागि म खटेर आएको मैले तिमीहरूको यो भिडियो खिचिरहेको देखेर मैले यो नाम बिगारेर लेख्दै हुनाले मैले बुवा स्वर्गीय भएपछि चाहिँ लाखपति पालेको थिएँ यहाँ यो चाहिँ परारको हो यो परार सालको हो डबली खबर भन्ने चाहिँ नुवाकोटकै थिएँ उहाँहरूले लेखिदिनु भयो तर अझ राम्रो लेखिदिनु भएन होइन ठिकै छ यो पहिलोचोटि यस्तो गरेँ अब अहिले चाहिँ मैले काम गरेर पनि देखाउँदैछु यो मेरो निजी खर्चले गरे हुँ मैले कहीँबाट बजेट ल्याइनँ गुठी संस्थानलाई ल्याऊ भनेर मागिनँ
कम्प्युटर सिस्टम गर्छु जति कागजपत्रहरू छ मसँग। अब एउटा तिमीहरू जाँदै जाँदै हो त्यो शिवालय पसल सब होटेल बनाएर पिल्डेर लैसक्यो। सेम शिवालय हो त्यो उकालो छ त्यो बाइक चाहिँ त्यहीँ तल अड्छ त्यो 27 रुपियाँ पनि छुटाएर